अङ्खरा भने चाहिँ घरमा एकदम वेल प्रिपेयर्ड म्यानेज भएको घरमा आमा बाउले राख्ने सामान हो क्या अङ्खरा। अब हामीहरू भनेको जस्तै भोटेहरू ठक्क यस्तो बोलमा पानी खान्छ क्या चाइनिज स्टाइलमा चाइनिज पारामा। अलिकति लेट नाइट भयो। एकछिन अघि पसल सपोर्ट भन्नाले लाइक चुर किन्न गएको थिएँ। फर्किरहेको बिहान भयो, खाना खाएको थिएन, अहिले भात खाइदिइरहेको। झुजा चाहिँ मासु यो झु पनि खानु वाक्क लाग्यो। हजुर मेरो साथीहरू है, मेरो साथीहरू खोइ साथी खोइ घाम लाग्यो रातभरि काम गऱ्यो भने बिहान हुने, रातभरि काम गऱ्यो भने बिहान हुँदो रहेछ क्या। कच्चा 10 दिन भयो होइन, कस्तो हुन्छ क्या। अब रातभरि काम गऱ्यो बिहानसम्म हुन्छ होइन। अब सुत्नु त पर्यो, अनि सुत्दाखेरि सुतेपछि त अब 8-9 घन्टा सुतिन्छ, अनि उठ्दाखेरि बेलुकाको 4:30-5 बज्छ। अनि फेरि काममा छिर्यो स्टुडियोमा, मायाकसम 1 घन्टा पछाडि फेरि अँध्यारो। मायाकसम घाम नदेखेको 10-15 दिन भइसक्यो भने मायाकसम कस्तो दुःख पाइरहेको छु यार जिन्दगीमा। के भन्छ कमेन्ट पुरा झ्याप, भात खाँदा पनि झ्याप हुन्छ मान्छे। रक्सी खाँदा पनि झ्याप हुन्छ। त्यहाँ भात खाइरहेको छु, टाइमिङ नमिलेर भात खाएको। यो मैले बुझ्दै नबुझ्नेहरूसँग मैले कुरा गरेर के काममा चिन्नेहरूलाई कट सी एभ्रीवन नेक्स्ट टाइम आई लभ यु। ल बिहान चाहिँ भात नखानु, ठिक्क टाइममा भात खानु, ठिक्क टाइममा सुत्नु, ठिक्क टाइममा काममा जानु, ठिक्क टाइममा घर आउनु, ठिक्क टाइममा खाना खानु, फेरि ठिक्क टाइममा सुत्नु, फेरि ठिक्क टाइममा उठ्नु, फेरि ठिक्क टाइममा फ्रेस हुनु, फेरि ठिक्क टाइममा काममा जानु, फेरि ठिक्क टाइममा घर आउनु, फेरि ठिक्क टाइममा खाना खानु। यसरी गरेर चाहिँ हुँदैन, यसरी अप्ठ्यारो हुन्छ। मेन भनेको काम जसरी भयो नि काम हुनु त हो, तर लास्टमा आफ्नो हेल्थको पनि एउटा कुरा हुन्छ नि त, आफ्नो स्वास्थ्यको पनि एउटा कुरा हुन्छ। मेन भनेको आफ्नो स्वास्थ्य हो, आफ्नो स्वास्थ्यलाई ख्याल राख्नु सबैजना। लभ यु अल। त्यो कुन बुढाले भनेको त्यो स्वास्थ्य भन्दा पनि त्यो सेक्स गर्ने त्यो पनि चाहिन्छ, तर त्यो मात्र होइन। टाइमिङ, सबभन्दा टाइमिङ मिलाउनु भनेको हेल्दी हो। त्यही हो हेल्थ भनेको, सबभन्दा ठुलो कुरा टाइमिङ मिलाउनु, त्यही हो हेल्थ। बिहान 8 बजे भात खाने, बेलुका 7 बजे उठ्ने, काम गर्ने, यसरी अलिकति गाह्रो हुन्छ। अहिले यस्तो चल्दैछ, म पनि मिलाउँछु, मसँग सबैजना मिलाउनु होला। सबैको लाइफ राम्रो होस्। शुभ दिन, शुभ बिहानी। लभ यु अल। गुड मर्निङ, टेक केयर। आजको दिन सबैको राम्रो होस्। आई लभ यु सो मच। मैले भन्ने जस्तो लाग्छ, किनकि नम्बर 1 अनि नम्बर 10 त्यो जतिसुकै नम्बर 999 555 जतिवटा नम्बर थपे पनि केही हुँदैन। 10 भन्दा माथि 10 on 10 हुनु भनेको बबाल हो। 10 on 10 नम्बर 1, 10 मा 10 मै हो। मैले भनेछु सब थोक ठिक हुन्छ, सबै थोक ठिक हुन्छ, अरूको बाल छैन। वी द बेस्ट, हामी नै हो सबभन्दा दामी। सबजनालाई माया, सबजनालाई माया। लभ यु अल। को गाँजा खान्छ सबजनालाई म डेलिभर गरिदिन्छु। आई लभ यु अल। टेक केयर।
कसरी एन्ड गर्छ यो हाम्रो